आउनुहोस् आत्मविश्वासको कुरा गरौँ। नमस्कार सबैजनालाई, हजुरहरूलाई हाम्रो च्यानलमा स्वागत छ। आज म हजुरहरूसँग एकदमै प्रेरणादायी र उपयोगी पुस्तकको समीक्षा गर्न गइरहेको छु। पुस्तकको नाम हो द कन्फिडेन्स कोड। लेखिका हुन् केटी के र क्यार्लिस पेनम्यान, जो दुवैजना चर्चित पत्रकार हुन्। यो पुस्तक आत्मविश्वासको बारेमा हो। आत्मविश्वास के हो, किन आवश्यक छ र हामीले कसरी विकास गर्न सक्छौँ भन्ने गहिरो कुरा गर्छ। विशेष गरी महिलाहरूका लागि लेखिएको भए पनि यो पुस्तक सबैका लागि उपयोगी छ। लेखिकाहरूले पत्रकारिताको क्षेत्रमा धेरै अनुभव बटुलेका छन्। उनीहरूले धेरै सफल महिलाहरूसँग अन्तर्वार्ता लिई अनुसन्धान गरे र मनोविज्ञान, न्युरोसाइन्स तथा व्यवहार विज्ञानको आधारमा आत्मविश्वासबारे अध्ययन गरे। पुस्तकमा उनीहरूले एकदमै महत्त्वपूर्ण कुरा उठाएका छन्। महिलाहरू पुरुषहरूको तुलनामा कम आत्मविश्वासी किन देखिन्छन्? आत्मविश्वास र क्षमता एकै कुरा होइन, र आत्मविश्वास हामी सबैको भित्र छ, विकास गर्न सकिने कुरा हो। अब हामी पुस्तकका 5 मुख्य सन्देशहरू हेर्छौँ। आत्मविश्वास सिकिने कुरा हो, जन्मजात होइन। हामी सोच्दछौँ म त आत्मविश्वासी नै छैन, तर यो गलत हो। आत्मविश्वास सिक्न सकिन्छ। अभ्यास, निर्णय लिने बानी, अनुभव र सोच्ने तरिका बदल्दै आत्मविश्वासी बन्न सकिन्छ। थिङ्क लेस डु मोर पुस्तकले भन्ने मुख्य मन्त्र हो। धेरै नसोच, काम गर्न सुरु गर। हामी सेल्फ डाउटमा धेरै फस्छौँ। म के सक्छु? के यो गलत त हुँदैन? तर काम गर्दा गर्दै आत्मविश्वास बढ्छ, सोचेर होइन। गल्ती गर्नु आत्मविश्वासको हिस्सा हो। पर्फेक्ट हुन खोज्नु आत्मविश्वास होइन। गल्ती गरेर पनि अगाडि बढ्ने हिम्मत नै असली आत्मविश्वास हो। सफल मानिसहरू पनि धेरै पटक असफल भएका छन्। ओभरथिङ्किङ र सेल्फ डाउट हटाउनुपर्छ। जति सोच्यो उति डर लाग्छ। हामी सोच्नमा समय खर्च गर्छौँ, तर काम गर्दा डर हराउँछ। एक्सन लिने बानी बसाउनु आत्मविश्वासी बन्ने पहिलो स्टेप हो। कन्फिडेन्स सिर्फ सक्षम हुनु आत्मविश्वासी हुनु होइन। कसैले 100% काम जान्दा समेत बोल्न डराउँछ भने त्यो आत्मविश्वासको अभाव हो। यही समस्या विशेष गरी महिलामा धेरै देखिन्छ। पुस्तकले मलाई के सिकायो? अब म तपाईँलाई भन्न चाहन्छु, जब मैले यो पुस्तक पढेँ, मैले आफैलाई चिनेँ। म आफै धेरै डिसिजन लिन डराउँथेँ, फिडब्याक दिन हिचकिचाउँथेँ। तर अब म बुझ्न थालेकी छु, हामीलाई कन्फिडेन्ट देखिन कोही आउँदैन, आफै कन्फिडेन्ट हुनुपर्छ। यो पुस्तकले सिकायो, गल्ती हुँदा लाज गर्नु हुँदैन, निर्णय लिनु ढिला गर्नु कमजोरी होइन, तर सोध्न नसक्नु हो। सेल्फ डाउट कम गर्न सजिलो उपाय, सुरु गर, पुरा गर र सम्झौँ गर। कसरी आत्मविश्वास बढ्ने? प्र्याक्टिकल टिप्स फ्रम द बुक। पुस्तकमा दिएको केही सरल अभ्यासहरू छन् जुन तपाईँले जीवनमा प्रयोग गर्न सक्नुहुन्छ। साना निर्णय आफै लिन सुरु गर्नुहोस्। कपडा छनौटदेखि बोल्ने शैलीमा। हरेक दिन एउटा नयाँ काम गर्नुहोस्। केही डर लाग्ने कुरा, म सक्छु भन्ने एफर्मेसन दोहोऱ्याउनुहोस्। आफै गल्तीलाई स्वीकार गर्न अभ्यास गर्नुहोस्। सफलता होइन, प्रयासलाई प्राथमिकता दिनुहोस्। अन्त्यमा म भन्न चाहन्छु, द कन्फिडेन्स कोड केवल एउटा पुस्तक होइन, यो हामीलाई हाम्रो डरहरूमाथि जित कसरी हासिल गर्न भन्ने सशक्त सन्देश हो। यदि तपाईँ पनि आत्मविश्वास बढाउन चाहनुहुन्छ भने कृपया यो पुस्तक पढ्नुहोस्। प्रयोग गरौँ, अभ्यास गरौँ अनि कन्फिडेन्ट बनौँ। यदि तपाईँलाई आजको यो रिभ्यू मन पर्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनुहोला। तपाईँको फिडब्याक मलाई अर्को भिडियो बनाउन अझ राम्रो बनाउँछ। आजलाई यत्तिकै, फेरि भेटौँला अर्को पुस्तकको सारांशमा। धन्यवाद। आत्मविश्वासी बनौँ र जीवनमा अगाडि बढौँ।